नमस्ते सबैजनालाई। म रियल्टर प्रार्थना पाण्डे पोखरेल आज फेरि हजुरहरूको बीच हाजिर भइसकेको छु। हिजो मैले एउटा भिडियो पोस्ट गरेको थिएँ, त्यसमा अर्को भिडियोमा हजुरहरूलाई रियल एस्टेट सम्बन्धी एउटा इन्ट्रेस्टिङ कहानी सुनाउँछु आफ्नो बारेमा भनेर भनेको थिएँ। आजभन्दा 7 वर्ष अगाडि होला मैले एउटा डिल गर्दाखेरि 90,000 बनाएको थिएँ कमिसनमा, एउटा घर बेच्दाखेरि। र त्यो 90,000 जब मेरो हातमा आयो, मैले त्यसलाई स्टकमा हालेँ। अब स्टकको एकदमै अहिले पनि छ होला मार्केटमा, अहिले म त स्टक हेर्दिनँ किनभने मैले अलरेडी नै स्टकबाट धोका पाइसकेको छु। र स्टकमा हालेँ मैले 90,000मा, अझै थपेर पनि हालेँ, भनौँ न समवेयर अराउन्ड 100K। अनि के भयो भने अहिले आएर फर्केर हेर्दाखेरि स्टक हेऱ्यो भने त्यो 90,000 मेरो कहाँ गयो स्टक अब कति डाउन भइराखेको छ त्यो त हजुरहरूलाई पनि थाहा छ। अब बिटकोइनमा हाल्नु भएको छ भने त्यो डिफ्रेन्ट स्टोरी भयो होइन। तर अब हामीले चाहिँ मैले चाहिँ बिटकोइनमा हालिनँ, अरूहरू नै जे चलिराखेको थियो त्यो बेलामा त्यसैमा हालियो। र अब अहिले फर्केर हेर्दा मलाई कस्तो लाग्छ भने त्यो 90,000 मैले त्यो बेलामा एकदम घरहरू एकदम सस्तो थियो, 3 लाखमा 2.5 लाखमा पनि भनिएको जस्तो ठाउँमा डाउन पेमेन्ट हालेर घर किनेको भए अहिले मेरो त्यो घरको प्राइस भ्यालु नै कहाँ पुगिसक्थ्यो होला के। अब अहिले फर्केर हेर्दाखेरि स्टक कहीँ पनि नै छैन। स्टक भनेको लकले फेभर गर्नुपर्छ, तर घर भनेको चाहिँ लकले फेभर गर्नु पर्दैन। सो मैले चाहिँ आफ्नो 90,000 लगभग $1 लाख स्टकमा हाल्दाखेरि मलाई केही पनि नै रिटर्न आएन भनौँ। अहिले मैले सोच्दाखेरि त्यो पैसा मैले यदि गरेर रियल स्टेटमा त्यो टाइममा इन्भेस्ट गरेको भए 90,000 डाउन गरेर एउटा 300,000 को घर लिएको भए आज मेरो त्यो घरको भ्यालु समवेयर अराउन्ड 700 भइसक्थ्यो। आज भनौँ न कुन ठाउँमा लिन्थेँ त्यसमा डिपेन्ड गर्थ्यो। जस्तै युएसमा पाउँथ्यो त्यो बेलामा 2.5 लाख 3 लाखमा राम्रो भनेको जस्तो घर पाउँथ्यो त्यतिखेर। मैले त्यतिखेर युएसमा मात्रै पनि इन्भेस्ट गरेको भए आज मेरो त्यो घर 7-8 लाखको भइसक्थ्यो है। त्यसले गर्दा हजुरहरूले चाहिँ रियल स्टेटमा इन्भेस्ट गर्नलाई चाहिँ नचुक्नु होला। अरूमा इन्भेस्ट गर्नुभन्दा रियल स्टेटमा इन्भेस्ट गर्नु भनेको चाहिँ हजुरहरूसँग इक्विटी बिल्ड भइराखेको हुन्छ। अरूमा भनेको हुन पनि सक्छ नहुन पनि सक्छ। यो चाहिँ मेरो आफ्नो स्टोरी थियो। हजुरहरूको के स्टोरी छ मलाई सुनाउनु होला, कमेन्टमा छोड्नु होला, या कल गरेर पनि रियल स्टेट सम्बन्धी केही क्वेसन्सहरू छ भने मलाई कल गर्नु होला। मलाई फोनमा बोलेर हजुरहरूलाई इन्फर्मेसन दिन एकदम रमाइलो लाग्छ। त्यस्तै हजुरहरूलाई अरू केही पनि जानकारी चाहिन्छ भने मलाई सम्पर्क गर्नुहोला। मेरो नम्बर 8174014436। हामी रेसिडेन्सियल, कमर्सियल, कुनै पनि रियल स्टेट, फार्म एन्ड रेन्ट सबै गर्छौँ। हजुरहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।